पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा तोकिए अनुसार सबै सांसदलाई मासिक घर भाडा दिइन्छ। सचिवालयका अनुसार सांसदलाई 15,000, सचेतकलाई 16,000, प्रमुख सचेतक र संसदीय समिति सभापतिलाई 18,000 र उपसभामुख तथा विपक्षी दलका नेताहरूलाई 20,000 रुपैयाँसम्मको घर भाडा दिने व्यवस्था रहेको छ। राजधानीमै घर भएका सांसदहरूबाट घर भाडा सुविधा लिने क्रम बढिरहँदा यसले राजनीतिक र नैतिक प्रश्नहरू खाड गरेको छ। अर्थशास्त्री तथा राजनीतिक विश्लेषक डाक्टर भोगेन्द्र झा भन्छन्, प्रदेश सभाका कोही पदाधिकारीहरूले घर मर्मत बापत केही रकम लिनुहुन्छ भन्ने ठीक होला, तर घर भाडा लिनु कानुनी र नैतिक दुवै दृष्टिकोणले अनुचित हो। राजनीतिक विश्लेषक रोशन जनकपुरीको ठम्याइमा राजधानीमै रहेर खर्च लिनु अनैतिक मात्र होइन, गैर कानुनी पनि हो। सांसदहरू जनताको हितभन्दा व्यक्तिगत लाभमा केन्द्रित भएका छन्। पहिलो प्रदेश सभा कार्यकालका सांसद मध्ये केवल किशोर शाह कमलले मात्रै घर भाडा सुविधा अस्वीकार गरेका थिए। बाँकी सबै सांसदले यो सुविधा लिएका थिए। सांसदहरू भने यसलाई कानुनी व्यवस्था भएको दावी गर्छन्। प्रमुख सचेतक रामाशिष यादव भन्छन्, ऐनमा राजधानीमै घर भएकाले लिन नपाउने उल्लेख छैन। व्यवस्था अनुसार लिएको सुविधा अनुचित हुँदैनन्। नियमित प्रदेश सभाको अधिवेशन नियमित रूपमा नचल्ने भएकोले धेरै सांसद अधिवेशनका क्रममा घरबाटै ओहोरदोहोर गर्छन्। जनकपुरमा घर नभएका मध्ये थोरैले मात्रै डेरा लिएका छन्, तर सबै सांसदले घर भाडा सुविधा लिने गरेका छन्। मध्य प्रदेश सभामा हाल 107 सांसद रहेका छन् भने तीमध्ये 12 जना मुख्यमन्त्री, मन्त्री र उपसभामुखलाई सचिवालयले निवास सुविधा उपलब्ध गराएको छ। बाँकी सांसदले भने घर भाडा बापतको रकम दिइएको सचिवालयको भनाइ छ।